भेटिन के गरौँ भनेर दरबारको ढिलमा यसरी झोक्रेर बस्नु भएको थियो दैवहरी कठैभरि त्यही बेला अप्सरामा आकाश मार्ग हुँदाखेरि उग्रसेन महाराजको दरबारमा नारद मुनि ऋषिको दैवहरी कठैभरि नारायण भयो सवारी आकाश मार्ग हुँदै हुँदै भयो सवारी नारायण अब नारद मुनिको उग्रसेनको महाराजको नजिकमा गएर भन्नुहुन्छ ए महाराज छैन हजुरको अनुहार पनि मलिलो दिन्छु सन्चो छैन के भयो भन्दाखेरि भन्नुहुन्छ महाराज उग्रसेन हे नारद हेर्नुहोस् सबै छोराछोरीको बिहे भयो कान्छी छोरीको त कोही माग्न पनि आउँदैन कसलाई दिने हो के गर्ने हो मलाई साह्रै आपत पर्यो त्यसैले हजुर पनि यही बेलामा आउनुभयो गिरीको पल्ला छेउमा के गर्ने भन्दा महाराज उग्रसेनले नारदलाई भन्नुहुन्छ ए नारद कसो गर्ने हो भन्न लागे उग्रसेनले कसो गर्ने हो नारायण अब उग्रसेन महाराजको यस्तो सुनि नारद त सबै ज्ञानी सबैको कुरालाई थाहा हुने यसो हेरी विचार गरेर नारदले भन्नुहुन्छ ए महाराज हेर्नुहोस् नजिकको तीर्थ हेला भन्छन् सबै हामी पनि नजिकको तीर्थ छोडेर टाढा टाढा पुग्छौँ अब यतै नजिक हेर्नु त गोकुलका गौशालामा सुरसेनको छोरो वासुदेव नारायण यही चाहिँ ठिक हुन्छ यसो हेरी ल्याउँदाखेरि यही चाहिँ ठिक हुन्छ